बिहार गरे कि गरेनन्? नदी 81 भूपेन्द्रका जेठा दाई अब कहिल्यै विदेश नबस्ने गरी नेपाल फर्किए, जुन कुरा उनले घरमा कसैलाई पनि भनेका थिएनन्। भुन्टीले भूमिकासँग लक परेको केटालाई तेरै घरमा आएर ढाड भाँच्छु भनेपछि त्यो केटा डरले फेरि मेरो हात खुट्टा भाँचिदेले। त्यसको भाउजू आएर भनेर नाटक गरेर भूमिकालाई म मन पराउँछु, बिहेसम्म गर्छु भनेर माफी मागेको थियो, जुन कुराले भूमिका खुसी थिइन्। भीम पनि बाटोमा भेटिएकी साथीको फोन नम्बर त ल्याएका थिए, तर ती साथीसँग कसरी बोल्ने, के भन्ने भनेर, कसरी बोल्नु पर्ला, के भन्नु पर्ला भनेर उसँग फोनमा गफ गर्नलाई उत्साहित थिए, खुसी थिए र प्र्याक्टिस पनि गर्दै थिए। यही बेलामा दाजु भाउजू परिवारसहित विदेशको बसाइलाई बिट मार्दै घरमा आइपुगे। भूपेन्द्र भुन्डीलाई स्कुल लैजान घरबाट के निस्किन लागेका थिए। त्यसै बेलामा दाजुको परिवार विदेशलाई बिट मार्दै अब नेपालमै बस्ने भन्दै घरमा आइपुगे। भूपेन्द्र भने अफिस निस्कने र भुन्डीलाई पनि स्कुल छोड्न भनेर निस्केका थिए। त्यही बेलामा भूपेन्द्र भुन्डीलाई स्कुल पठाउने र आफू पनि अफिस जाने तयारीका साथ घरबाट निस्के। भूमिका पनि दाजु भाउजूलाई छलेर बाहिर केही काम छ, एकैछिनमा आउँछु भनेर घरबाट निस्किन्। भूमिका घरबाट निस्केर त्यही केटाको घरमा पुगिन्। त्यो केटाको घरमा केटो अर्की केटीसँग घरमा बसिरहेको थियो र बाहिरबाट भित्र भएका सबै कुराहरू सुनिन् र भित्र गएर उनले केटासँग झगडा गरे। दाजु भाउजू भने भूपेन्द्रलाई घरमा कुरिरहेका थिए। भूपेन्द्र कति बेला आउँछ भनेर पर्खिरहेका थिए। अब भूपेन्द्रलाई फेरि दुःखका दिन सुरु भइसकेको छ। भूपेन्द्रलाई जुन गाडी किन्ने पैसा, घर बनाउने पैसा, बिजनेसमा पैसा उनका दाजुले पठाएका थिए। अफिस छुटेर भुन्डीलाई लिएर भूपेन्द्र घरमा आइपुग्छन् र घरमा आइपुग्दाखेरि आफ्नो बहिनी भूमिका बेहोस अवस्थामा घर बाहिर लडिरहेकी हुन्छन् र यतिकैमा भूमिका साथीहरू त्यो सहरको केटाले भूमिकालाई हत्या गरेर घर अगाडि ल्याएर त फालेन, के भूमिका मरेकी हुन् त कि बेहोस अवस्थामा छिन्?